टमी टाइम कसरी गर्ने त यो टमी टाइम? बच्चालाई घर लगेपछि दिउँसो हरेक पटक डाइपर चेन्ज गर्ने बेला 1 देखि 2 मिनेट आमाको छातीमा राखेर टमी टाइम गर्न सकिन्छ। तर दूध खुवाएको आधीदेखि 1 घण्टा पछि मात्रै टमी टाइम गर्नु बेस। त्यस्तै गरी भुइँमा म्याटमाथि नरम लुगा हालेर बच्चालाई त्यसमा पेटको बलमा हालेर पनि टमी टाइम गर्न सकिन्छ। तर सोफा वा टेबलमा बच्चालाई हालेर टमी टाइम गर्नु हुँदैन। यसो गर्दा बच्चा लड्ने सम्भावना हुन्छ। शिशुहरूको घाँटीको मांसपेशी कमजोर हुने भएकोले उसलाई पेटको बलमा भुइँमा राख्दा उसको मुहार भुइँमा पर्ने सम्भावना हुन्छ। यसो नहोस् भन्नलाई बच्चाकै हात उसको मुहार मुनि हाल्दिन मिल्छ वा कपडा रोल गरेर उसको छाती मुनि हाल्दिन पनि मिल्छ। टमी टाइम गर्ने अरू पोजिसनहरू चित्रमा देखाइएको छ। बच्चाको उमेर बढ्दै गएसँगै उसको टमी टाइम गर्ने समय पनि बढाउँदै लैजान मिल्छ र बच्चा जबसम्म क्रल गर्न थाल्दैन वा घिस्रिन थाल्दैन त्यतिन्जेल टमी टाइम गराउनु बेस।